एकदमै 100% यो काम गर्नु छ। यो चाहिँ 82 र 83 को बजेट कमला पुल चाहिँ बन्नै पर्छ। किसानको समस्या, सडक, शिक्षा, स्वास्थ्य यो प्रत्येक नेताले दिने भाषण यही हो जुन तपाईको मुखबाट पनि सुने। मैले अन्यथा पनि रहेछ, नभएको होइन, भइ पनि रहेछ। जस्तो मधेस प्रदेश पहिलाको र अहिलेको फरक देख्नु भएन तपाईहरु? जनताहरुले पनि थाहा होला। तपाई बोल्दै हुनुहुन्छ, म बोल्दै छु। तपाईहरु उहाँ जनताको कुरा गर्नु, म एउटा काम गर्छु। मान्यज्यूले जति भन्दै हुनुहुन्छ विश्वास छ उहाँले जति भन्छ नि एउटा नेपालीमा उखान जति जोगी आए पनि काने चिरेको हुन्छन् त्यस्तै जति नेता आयो विश्वास दिएर जान्छ तर काम गर्न सक्दैन कि। हेर्नुभयो नि यो तपाईसँग हैन, तपाईसँगको गुनासो हैन। सुन्नु सर यहाँ हेर्नु उतासम्म ग्राब विश्वास ठीक छ, विश्वास राख्छु। विश्वास जति मान्छे आयो भने विश्वास राख्ने तर कसको विश्वास फ्रस्ट्रेट भइसकेको छ। एउटा कुरा छ विश्वास छैन, विश्वास छैन। चाचाजी एकछिन यता हेर्नुस्। चाचाजी एकछिन ल, चाचाजी उहाँको कुरामा विश्वास छ? विश्वास छैन। कोनो नेता, जम्मा नेता, सब पार्टीका नेता यसले, प्रचण्ड यसले, एमाले के प्रधानमन्त्रीले, कोही कुछ नहीं करे, यसो कहि के चल गया। म तपाईको सम्मान गर्छु। तपाई जनप्रतिनिधि हुनुहुन्छ, जनताको भोटबाट तपाई एकदम जनता बोल्नु भएको एकदम उहाँको यथार्थ हो। उहाँको पीडा मैले बुझे। पीडा 14-15 साल लाग्दैन, म पनि भन्दैछु नि। एउटा पुल बनाउन 15 साल लाग्दैन। उहाँहरुको पीडा जुन भन्नुभयो नि एकदम 500% जायज हो। तर यो चीजमा सरकार एकदम सिरियस हुनुपर्छ।